मैले अघि भने हुकुमबासीले भनिएको छ यदि कसैले हुकुमबासी भएर जग्गा सरकारी जग्गा बेचबिखन गरेर चाहिँ भाडामा लगाएर खाएको रहेछ भने उनीहरूले कारवाही गर्नुपर्छ सरकारले। जो चाहिँ हुकुमबासी नै साँच्चै नै गरिब दुखी रहेछन् भने उनीहरूलाई तपाईँको व्यवस्थित गर्नुपर्छ, पुनर्वासको व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो तपाईँको स्पष्ट माग। त्यसो भएको कारणले पहिला पहिचान गरेको भए त्यो हुकुमबासी भनेर जो भाडा लगाएर खाइरहेको छ उनीहरूले कारवाही गर्न सकिन्थ्यो होइन, र चाहिँ जो पीडित थिए त्यो पीडितलाई चाहिँ न्याय दिन सकिन्थ्यो। अब एकैचोटि आएर भत्काइदियो। अब हुकुमबासी भनेर जुन तपाईँहरूले भनिराख्नु भएको छ उनीहरू पनि उन्मुक्ति भएर अब उन्मुक्त भयो नि त, मुक्ति पाएर उनीहरू भागिहाल्यो। त्यसले गर्दाखेरि त्यस्ता मान्छेलाई कारवाही गर्न अप्ठ्यारो भन्छ है। अब पीडित को थियो भन्ने बारेमा चाहिँ अब अहिले सेल्टरमा गएर बसिरह होला उनीहरू पीडित होला त्यहाँ पनि हामी